ओए 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 साला यार पक 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 न नभाग घाटै बिरालले समातेर झन्डै मारिदिएको त्यो छटको प्रसाद होइन चटपटेर हेर्ने कस्तो बनायो मलाई चटपटे खानुलाई अब भइहाल्ला पट्याइदिने आमाले जे सामान पनि यसैमा राख्नुहुन्छ क्या पकाटा पिटेर आमाले घरमा हुँदा हुँदै ताला के मारेर कहाँ जानु लाग्नु भेटिस भेटिस हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड माई नेम इज सन्तोष तामाङ मेरो न्यू भ्लगमा चाहिँ हजुरहरूलाई स्वागत छ होइन अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्ने आशाको साथै यो भिडियो अगाडि बढाउन गइरहेको छु हल्का साथ सपोर्ट अनि माया थोरै भए पनि गरिदिनु होला र अनि मेरो भिडियो चाहिँ फुल भिडियोहरू चाहिँ लाइक कमेन्ट अनि सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला सो आमा कहाँ जानु बा आमा हेलो बिना पकाटा किन पिटेर होला पाठालाई आमा कहाँ जानु लाग्यो कहाँ जानु लाग्नु किन के को पहिला जस्तै चाबी कहाँ पकाटा पिटेर आमाले आमा रिस उठ्यो पकाटे आमाले ड्याम पिटेर पारो चाबी चाबी खै चाबी दिनु खोल्नु न घरमा हुँदा हुँदै ताला के मारेर लाग्यो कहाँ जानु लागेको आमा आमा हरिन्छ नि यो स्याल चाहिँ किन छिरेको के खोजेको आमा आमा पुरा लुकाएर राखेको छ यसले खानेकुराहरू के खोजेको तपाईँले के खोजेको धुई पताल खोजेको रहेछ त्यहाँ खानेकुरा दिनु मलाई भोक लाग्यो भनेको दिँदैनन् कता राखेको छ फेरि हाम्रो आमाको तिजोरीको चाबी भेट्न नि गाह्रो छ चाबी खोइ त अब कहाँ छ भनेको ती भनेर यहाँ राखेर छन् पहिलाको पुरानो दराज हाम्रो आमाले जे सामान पनि यसैमा राख्नुहुन्छ क्या पैसादेखि खानेकुरादेखि सब चिज यहीँ राख्नुहुन्छ नि छठमा आएको प्रसाद ए पूजा तिमी के खान्छौ आऊ न केरा खाने केरा खाए पनि जे खाने है निकाल के खाने खाएँ म अलिक केरा 2-3वटा झिक न पहिला छामा त त्यहाँ पाकेको छैन गिलिते भए गिलिते भए यो दुईवटा बिग्रिन्छ थुप्रो ल्याउनु समाधान यो अरू के खाने त्यो हाम्रो झोलामा भएको भुस्सा छैन सबै दुल्लो भएर यहाँ खाएँ यसलाई भुस्सा भन्छ यसलाई के भन्छ भोक लाग्यो होइन अब छठमा आएको प्रसादहरू थियो त्यही प्रसाद खान लागेको कतौ ओ मालकिन हेलो यहाँ बस्नु नि चटपटेवाला पनि आउँछ परेखान चटपटे खानु हुँदैन यत्रो खाएपछि चटपटे किन खानु के हुनाले मलाई छोड्ने चटपटे नछोड्ने म चाहिँ यो खाने हो तिमी जुनसुकै खाउँछ बसेन म तिमीलाई पनि पेलेर 36 रुपियाँ भयो क्या
सबैले दिँदा दिँदा यति भाग्यो जम्मा गरेर राखेको मेरो खाना काममा जान्छ ए छेत्री छोरी हिरो हालेको पखा दुइटा हिरो हेर नि त्यहाँ यो चाहिँ हाम्रो थिङ्प्लो गाउँ रमाइलो गाउँ अनि अलिक चुतिया पनि गाउँ छ अब खाने चुपडाहरू मैले सोधेको जुस हालिदिएर अनारको जुस एउटा होइन आधी खायो हुन्छ सबै 3-4 छठ चाहिँ मान्नै नपर्ने होइन छठ नमाने पनि चाँडैतिर सबैतिरबाट चाहिँ प्रसादी अलि बाँड्दा होइन छठ लाउनेको घरमा यति धेरै प्रसादी हुँदैन होला छठ नगर्ने घरमा यति थुप्रै खायो प्रसादी जस खाजाको लागि चाहिँ राम्रो हो त्यही हो यो चुक्कुल राम्रो नभएपछि गाह्रो भोक लागेपछि हल्का अब खानपरेको यो चाहिँ बुढीको काम हो यो सबै सफा गर्ने मिलाउने यसमा अलिअलि बिगाऱ्यो भने नि कराउँछ होइन मेरो च्यानलको नाम चाहिँ होइन भगवानले सबै रस चुसेछ यो चाहिँ छोड्छ के गरेर चढाएको नि त के गरेर भगवानले रस चुसेछ भगवानले चुस्यो के तिम्रो भाउजूले चुसेर चाहिँ पठाएको सबै छिट्टै आउँछ मलाई टाइमहरु सबै थाहा छैन नम्बर लिएर राख त्यही गर्नु पर्ला नम्बर लिएर राख्नु भैया आउने भएपछि मलाई फोन गर्दै भने अझै भैयालाई पट्याउनु पायो भने त झन् चटपटे खानुलाई अब भैयालाई पठाइदिने यो पनि तरिका हो यो फुल के काट्यो खै यो चाहिँ कसले काटेको अनि यो सागहरू सबै यो गर्नु पर्दैन यो सागहरू त यो त छिपेर हो क्या यस्तो फुल निक्लेको हो होइन यस्तो यो छिपेर हो त यस्तो यो निक्लेको तोरीको फुल होइन कमसेकम बुढीको झारहरू त किलाउनु पर्छ नि यार तिमी के भएको साग चाहिँ खान खोज्ने दामी भाइ दामी मलाई भएको यो चाहिँ बुढीले रोपेको साग है अब मलाई त जाँगर चल्दैन जाँगर चल्ने भनेको यही मान्छे हो साग रोप्ने नजाने फुलहरू रोपे है हो 3टा भेन्डी वा टावर भन्दा नि ठुलो बनाइसक्यो यो झारहरू यसो यो गरिरह्यो भने त होइन अलिअलि भनिनुहुन्छ नि ठाउँ सानो छ होइन अब सानो ठाउँ भने यति लाग्यो भने त किनेर खानु पर्दैन नि हेरेको त्यसरी रिस उठ्यो है क्या छोरो कति बजीतिर आऊ यहाँ हेर न साला तिहारको बेला माला लाउने बेला चाहिँ 200 रुपियाँ किन्नु पऱ्यो फुल है अहिले त्यसको भएको जक्टा फल्दा दिमाग खराब ए यो माथि काट्नु अब यो तलबाट फल्छ अब यो यति काट्नु तलबाट फलिराख यो माथि किन राख्नु नुहाउनु त म तिमी जस्तो अल्छी होइन 8-10 दिनमा त एकचोटि नुहाइहाल्छु नि 10 दिनमा त एकचोटि नुहाइहाल्छु नि 8-10 दिनमा नुहाउनु भनेको नि ठुलो कुरा हो बाबु जाडोको बेलामा यति विचार गर्नु हो पानी पऱ्यो त यार साँच्ची भनेको मौसम त कालो मैलो भएको पुरा नभए पानी पनि पऱ्यो फुच्चे कति बजीतिर आउँछ छोरो हो बुढी छोरो कति बजीतिर आउँछ 3 बजीतिर ठिक ल यो हल्का फुल्का सफा गरेर राख्छु होइन यो चाहिँ मैले रोपेको अङ्गुरको बोट हो क्या यो अङ्गुरको बोट होइन यति ठुलो भइसक्यो अङ्गुरको बोट होइन यो अङ्गुर फल्ने सल्ने होइन केही गर्ने होइन अलि रोपाइ मात्रै भयो कसैलाई चाहिन्छ भने लिएर जानु भयो अङ्गुरको बोट होइन म पुरै जरासहित खनेर दिन्छु यो मलाई झ्याउ बनायो यो बोटले यसले गरेर केही पनि हुन दिएन है झ्याममा झाडी मात्र हुने
अङ्गुर पनि दाना दाना जस्तो फल्ने होइन त्यो मिठो पनि नहुने खासै राम्रो मैले अब यो कालो अङ्गुर भनेर चाहिँ रोपेको तर हर्दी अङ्गुर रहेछ अनि मिठै नहुने चाहिन्छ भने भन्नु यो म दिन्छु कसैलाई चाहिएको छ भने होइन यो मुला अङ्गुरको बोट त एकचोटि काट्दा थिएँ मैले पुरै कच्चाले फेरि निक्लेछ पुरै मैले ज्वरो भिराएर काटेको थिएँ मरोस् कि भनेर तर मरेन यो एकचोटि सर्न मात्रै गाह्रो हो सरिसकेपछि हतपत नमर्दो रहेछ सागहरू चाहिँ कति राम्रो छ होइन यो साग रोपेर यो साग 2-3 साग खाइसक्यो पानी पर्यो होइन अब पानी परेपछि चाहिँ फेरि बिजोग हुन्छ मेरो घर चाहिँ होइन अब अलिक गहिरीमा माटो हुर्न पाएन अलिक गहिरी छ क्या यतापट्टि साइडमा अनि यो साइडमा चाहिँ बढी पानी जम्छ क्या पानी जमेर हो यस्तो भएकै मैले अलिकति त्यो धेरै फुट्यो भनेर चाहिँ सिमेन्ट ल्याएर हल्का यस्तो प्लस्टर गर्दा थिएँ यसले गर्दा ठिकै भएको छ नभए त यो मेरो यतापट्टिको ढिस्काना त सबै डाङडुङ गइसक्यो थियो ल अनि यहाँ जति टाल्दै गयो होइन छैन टाल्दै गयो पानीले भत्काउँदै जान्छ के गर्नु घर सानो भएपछि यही त हो नि समस्या अब पक्का घर बनाउनुलाई बजेट चाहिन्छ अलि धेरै बजेट छैन हाम्रोले यहाँ एउटाले यहाँ साग रोपेछ यो खाल्डोमा अब पानी परेर जम्यो भने यो साग केही कामै छैन यहाँ फुल रोपाइदियो कस्तो राम्रो फुल फुल्थ्यो अहिले चाहिँ यो पुरै सुकेर खङ्रङ्ग भएको अस्तिसम्म हरियो भएको थियो अहिले 81 सुक्यो अनि बोतल के जम्मा गरेको यहाँनिर आमा पानी आएन है बोतल चाहिँ यहाँ लास्टै जम्मा गरेर राखेको छ के जम्मा गरेको बोतल छुट्टी पनि आउने बेला भयो होइन खाजा बनाउनु पर्छ हामीले त खाइहाल्यौँ छतमा राखेको प्रसादहरू ओए 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 साला यार परेवाको बच्चा धन्दै मार्दै यार पक 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 हेट साला अबे ए पक 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 न नभाग म त्यो हरामी साला बिरालो रहेछ ये ल्याऊ तेलले झ्याप्पै समय झारेको माथिबाट राख्दै कुन गोडबाट थियो क्या ऊ त्यो गुणबाट यहाँ चाहिँ हामीले परेवा पालेको छु क्या अनि बिरालोले झ्याप्पै समातेर परेवा झार्दै माथिबाट कसरी राख्नु त नि माथि अब त्यही राखिदिनु पर्छ कसरी राखिदिनु त्यसलाई यहाँबाट चढेर उताबाट गएर लडिहाल्छ नि छैन मरेको हामीले चाहिँ परेवाको गुडहरू चाहिँ यता ब्रोकहरू राख्दै थियो कि परेवाको लागि भनेर घाटै बिरालोले समातेर धन्दै मारिदिएको अलिकति घाउ बेसार त्यसलाई होइन अलिक राम्रो समात के भएको थियो बिरालो हामीले चाहिँ धेरै पहिला 2-3वटा डोको राखेको थियो कि 2टा परेवा ल्याएर पालेको थियो अनि अहिले चाहिँ बथाने भएको अनि बिरालोले दुःख दिएर खतम भइरहनु नआइसक्यो हेर यत्रो सानो बच्चा परेवा परेवा हो नि यो उड्ने बेलै भएन फेरि तेल र बेसार लगाइदिनु अलिकति समातेन कसरी समाते यसलाई मासु ल्याएर दबाई हालेर मार्नु पर्छ हामीलाई खानालाई मासु छैन अब बिरालोलाई मासु ल्याएर दबाई हालेर खुवाउने कसरी राखिदिनु माथि के गरी एकैचोटि झर बिचरा हेर उड्ने बेला पनि भएन यो भर्खर त्यही त होला त उड्ने बेला पनि भएन बिचरा त्यही त होला भक्कै झऱ्यो म त गर्नु बित्तिकै छोडिदियो लगिसकेको थियो यो पक्र न यसो हेर्नुपर्छ यसो काम दाम छैन बिहानदेखि बेलुकासम्म यहीँ बसेको छ
मोबाइल हेऱ्यो बस्यो। यो चाहिँ हाम्रो देउता कोठा है, देउता कोठा हो। धन्न मार्ने यो आमाले फेरि उयो पनि गर्दैनन् क्या, ताला मारेर राखेको छैन भयो। अब अहिले ताला कसरी खोल्नु तपाईँ? ताला मारेर खानु हो। भाँचिँदैन नि। कहाँबाट दिन्छ त आमाले चाहिँ फेरि? अर्को पनि छ कि कतिवटा थियो? एउटै हो, त्यो एउटै हो। त्यहाँ छ आमा, सानो सानो छ हो? सानो सानो छ कि ठुलो छ? आमा दुईटा खाएर त्यहाँ अन्डा ल्याउनु न, खानु हुँदैन? अन्डा खाँदैन? मार्छ होला बाउले। यो अहिले हुँ त भएछ, त्यो कहिले माथि पार्नु पर्थ्यो। खै मेरो चटपटवाला गइसक्यो होला क्या, छिटो हर्नु न, देखिँदैन। है डोको पनि के गरी बाँध्ने हो? यहाँ यसलाई बिरालले समातेको र यहाँ एउटा यसमा खाली छ, यसमा दुईटा। यसमा त माउै रहेछ। माउ माउ ए सबमा माउ बसेर छोडिदियो अरू। ए मोबाइल झऱ्यो। परेवाको माथि कुडमा चाहिँ हेरेको, यसमा चाहिँ सबै यो यिनीहरू गुडाहरूमा चाहिँ माउहरू छ होइन। सायद त्यो अहिले झरेको परेवाको चाहिँ माउ चर्न गएको थियो होला, त्यही भएर बिरालोले झम्टेर धन्ना मारेर मर्यो। नभए भए आज त्यसको दिन सखाप हुने रहेछ। धन्न मैले देखेर बाँच्यो। हुर्किसकेको परेवा हो। अनि एउटा खोरमा चाहिँ दुईटा अन्डा छ होइन, अनि अरू खोरहरूमा अन्डा छ। दुई तिनवटामा चाहिँ उयो बच्चा काटिसकेको छ, 5-6वटा बच्चा छ। कुनै हुर्किसकेको छ, कुनै हुर्किन बाँकी छ। धन्न त्यसको दिन गतिलो रहेछ। अन्डाहरू बच्चाहरू टन्नै काटेको छ। के गरेर खान्छ? कुखुरा के भएको है? कुखुराको यत्रो अन्डा खाँदा त नपुग्ने मान्छे परेवाको यत्रो अन्डा खाएर पुग्छ? अचम्मै लाग्छ। यो त राक्षसै हो है। अरे बुढिया नहेरिकन हिँड्छ सुई सुई। हिँड जाउँ घर। कस्तो चटपटेको पिर लाग्यो यसलाई त। बस आफै पैसा त दिइहाल्छ, पैसा दिनु। अहिले आयो भने खान्छ त, त्यो भैयालाई गइसक्यो कि। कति रुपियाँ खान्छ चटपटे? सबै ल्याउनु न कहाँ? 30 मैले दिएको पैसा हो क्या, 100 रुपियाँ त्यहाँ हो। 30 रुपियाँ ल्याऊ। 30 रुपियाँ ल्याऊ न। अहिले बच्चाको त 10 रुपियाँ नदिनु। अहिले 30 रुपियाँको पानीपुरी खान्छु त। अनि अहिले दिन्छु तपाईँलाई, म 100 रुपियाँ दिन्छु। चाहिएन मलाई। यसले चटपटाएर पानीपुरी खाएर नि होइन, पैसा दिनुमा केही नहुने।
100-200 गरेर खाएर सिधै यो 100-200 अनि छोराले खान्छ 100-200 अनि दिनको 500 को इन्कम छैन होइन 500 त यिनीहरू आमा छोराले खाएर सिधो कङ्गालपट्टि त के गर्नु मैले भैया नआएर भोक लाग्लोले म के गर्नु त अब त्यो भैयाको नम्बर लिएर राख मानेन हुँदैन त्यो अनलाइन त्यो भैयालाई अब आउने बित्तिकै हान्देऊ न अनि चटपटे आफै खोल्ने भनेर पसल कहिले खोल्ने त अनि चटपटेको कस्तो मुख मात्रै गरेर हुन्छ यस्तो मान्छेले बेच्छ त चटपटे बेच्ने भन्छ आफै खाएर सिधो हो भन्छ अनि यस्तो मान्छेलाई चटपटे पसल राखिदिनु हुन्छ त लगाउ ल लगाउ ल आफ्नै लगाउ ल त्यस्तो छुन पाइँदैन भाउ त्यो छुन पाइँदैन हो तिम्रो दाइले दिएको तिम्रै हक हुन्छ तिम्रो दाइले दिएको त्यो सामान लगाएर खाएर हगिसो भाउ सक्यो त्यो हक अब त्यसमै सक्यो अब ए बैनीलाई दिएको ल मैले माने खाने कुरा चाहिँ त्यो सामान चाहिँ कसले किन्दै त त्यो सामान किनेर ल्याइदियो ए अनि छठको यति प्रसाद ल्याउन सोध्यो माइतबाट लिएर आएन खानु भन्छ त्यो प्रसाद त बाबु जसले पनि दिन्छ त्यो प्रसाद यहाँ दिँदा कति प्रसाद कति दिन्छ यति त दिन्छ अनि एक बोरा ल्या छठवालाको घरमा पनि छैन होला त्यति धेरै प्रसाद हाम्रो घरमा त्यति थुप्रै छ प्रसाद ए कति बाटो प्रसाद ल्याएर सोधेर अनि के पैसा ऊ आयो होला चटपटेवाला भैया अब आउँछ चटपटेवाला भैया अब आउँछ मौसम यस्तो दामी सफा भएको होइन हल्का पानी परेर होला सिमसिम पानी परेछ अनि पानी परेर चाहिँ मौसम एकदम दामी भएको छ क्या मतलब घाम पनि छैन होइन हल्का चिसो चिसो मौसम के निकाल्नु रे के निकाल्नु रे परेवाको 2टा अन्डा निकाल्यो अनि करेन्ट मिसाएर खाने यस्तो पापी रहेछ त यस्तो हरामी पापी पनि लास्टै पापी मान्छे हो कि क्या परेवाको 2टा अन्डा झिकेर करेन्ट तातो ल्याएर त्यसमा मिसाएर खाने भन्छ कस्तो पागल रहेछ है त्यो त कुखुराको त्यति धेरै ठुल्ठुलो अन्डाहरू पकाएर खाँदाखेरि नपुग्ने मान्छे त्यो परेवाको अन्डाले पुग्छ पानी आएन है भेटिस तेरो आफू खाएर छिल्का मलाई दिन्छ खुची आउने हेर यसले कागती चोर्ने भन्नु कहाँ खोइ आमा यो त चोर्ने हो है क्या यो चोर्ने हेर्न यहाँ भान्टा दामी फल्यो यार भान्टा दामी फल्यो ए भान्टा त यो अपाङ्ग भान्टा हो सबै हेर नि यहाँ बोटमै कुहिया भान्टा तर यो राम्रो खालको भान्डा रहेछ नि त है उखालेर धेरै भान्टाको बोट भयो भनेर चाहिँ उखालेर फाल्दा थियो होइन अनि बुवाले चाहिँ यहाँ ल्याएर रोपेको नि लट्रम्मै फलेको छ यो भान्टा मन पराउने यो मलाई त एलर्जी छ होइन मलाई चाहिँ एलर्जी छ भान्टा खानु हुँदैन भान्टा खाएको पुरै जिउभरि चिलाउने खटेर आउने के हुन्छ त्यही भएर भान्टा चाहिँ म खाँदिनँ भान्टा खाने मान्छे त्यही हो ए कति हेरेको भान्टा छोडिदेऊ बेला भइसक्यो अब खालसाल बनाएर राखिदिनु पर्छ त्यसलाई पनि हामीलाई पनि खाना भइहाल्छ है ढोका लगाइदिनु पऱ्यो पुग्छ के
चटपटे बनाएर खाने मान्छेको हालत हेर नि त्यहाँ मान्छे चाहिँ 2 फुटको छ मरेको बुङ्गुर ढाडे त भइसक्यो छोडा यो त्यस्तो गर्न पाइँदैन मान्छे मोटाएर होइन बुङ्गुर जस्तो भइसक्यो चटपटे बाहिरको जम्फुट खानाहरू मात्रै खानु खोज्छ घरको पराउ होइन अलिकति हुन्छ नि राम्रो खालको दाल भात तरकारी अचार खाने हुन्छ अनि यहाँ भिडियो बनायो भने चाहिँ मसँग नहिँड्ने रहेछ त्यही भएर मैले भिडियो बनाउँदैछु नहिँड्नु रहेछ जाऊ घर जाऊ ए हामी चटपटेको सामान लिने हिँडेको भुजा अनि चाउचाउ यहाँ चाहिँ बुढीले चाहिँ अब चटपटे बनाउनु लागिरहेछ है आज चटपटेवाला भैया आएन भने चाहिँ रिसाएर चाहिँ फायर भएर आफै चाहिँ चटपटे बनाउनु खोजिरहेको छ होइन मसला पिनिरहेको बुढीले के हो यो पिनेको आज के झकास बनाउनु भयो क्या अनि बुढीले चाहिँ यहाँनिर मसला पिन्दैछ चटपटेको मसला होइन अनि यहाँ चाहिँ चटपटेलाई भुजा चाउचाउ रेडी गरिसकेको छ अनि मेरो काम भनेको चाहिँ यहाँ मेरो काम पनि यहाँ जम्मा गरेर राखिसकेको छ यहाँ प्याज खोर्सानी टमाटर धनियाँ अलिकति होइन काटेर दामी बनाएर अब छोरा आउने टाइम पनि भइसक्यो होइन त्यसको लागि पनि खाजा हुन्छ नि हामीलाई पनि खाजा हुन्छ क्या हुन्छ अहिले म चाहिँ अब काट्न लागेको वा चटपटे चाहिँ बवाल बोल्न लाग्छ चाहिँ मसला हालिसकेको छ बुढीले है अनि आज हामी चाहिँ चटपटे खान लागेको सफा बुढीले चाहिँ दामी चटपटे बनाउँछ त्यही भएर चाहिँ मैले चटपटे मसल चाहिँ खोलिदिनु लागेको बुढीलाई अहिले काम छैन होइन बेरोजगार भएपछि गाह्रो हुन्छ बुढीले चटपटे खोल्यो भने म पनि सहयोग गरिदिन्छु काट्नलाई छेउलाई अनि यसमा बन्द भयो त बल्थेँ कसरी रेडी भइसक्यो होइन मैले काटेर रेडी गरिसक्यो ल यो चाहिँ अब यहाँ चटपटेको मसलाहरू पनि हालिसक्यो होइन बुढीले आधी चाहिँ ठुलो हालेछ दामी बनाउला त्यो सफा गरे हामी त्यो फोहोर नराख्नु यो सफा गर्दा यार दायाँ हातको खेल हो यार यस्तो गर्ने यस्तो गरेर सट गरेपछि है त सफा होइन यो चाहिँ लास्ट अलिक सफा सुग्घर बन्न खोज्छ क्या होइन आफू सफा सुग्घर भएर होला मलाई पनि फोन गरेर फोहोर गर्न दिँदैन अलिकति फोहोर गरे किच गर्छ होइन अनि चटपटे चाहिँ मसला ससला हालेर रेडी बनाइसकेँ बबाल हेर्दै खाउँ मन लागिसक्यो यो चाहिँ हाम्रो दिउँसोको खाजा होइन अझै मसला हाल्न लागि छ ए भगवान् त्यो जिरा धनियाँ पनि हालिदेऊ अनि तेल झालेर हालिदेऊ बबाल हुन्छ क्या आज चटपटे चाहिँ मस्त खाइन्छ मस्त अलिकति कटिङ सटिङ गरेर पनि राखेको छु मस्त खाइन्छ छोरालाई पनि अलिकति राखिन्छ हामी बुढाबुढीको चाहिँ अब हामी बुढाबुढी नै प्रायः बेरोजगारै भनौँ न होइन लाइसेन्स छ हातमा तर पनि म घर बसेको छु अस्ति त्यहाँको गाडी चलाएको थिएँ चोकको गाडी मैले छोडिदिइहालेँ अनि अहिले चाहिँ म यतिकै घर बसिरहेको छु अब यो अहिले चाहिँ काम छ यो काम सकेपछि फेरि म गाडीमा गइहाल्छु गाडी चलाउनुलाई अनि के हाल्ला चोक अमिलो किन चोर्नु दर्काको मागेर खान्छु भन न भन त चोरेर खान्छ त पैसा त हुन त अनुहार हेरेर चोर्ने रहेछ अनि आज के भयो होइन मौसम बिहानदेखि धामाधुम थियो होइन अहिले फेरि पानी परिरहेको क्या हल्का सिमसिम पानी परिरहेको तर मौसम एकदम गुड छ मौसम एकदम गुड छ आज चाहिँ होइन मौसम अनुसारले खाता पनि मौसम अनुसारले बनाएछ पिरो चटपटे होइन नुनिलो पिरो अमिलो हालेर रक्त दामी चटपटे को कोलाई मनपर्छ होइन प्रायः सबैलाई त चटपटे मन परि नै हाल्छ पानीपुरी त चटपटे भनेको नेपालको फेमस हो नि त है सो चटपटे र पानीपुरी चटपटे मन पराउने जति चाहिँ यसो कमेन्ट पनि गरिदिनु होला होइन हल्का फुल्का बुढीले पुरै फ्राई गरिसक्यो होइन पुरै मस्त पिटिरहेको चटपटे हेर्दै खाउँ मन लागिसक्यो छिटो हाल्दैन यार थोरै सामान त म लगिदिइहाल्छु नि यार
कहाँ ऱ्याकभित्र ठिक छ ल अलिकति बोर्डमा अब उतै गरेर खाने रे ड्याङ चटपट खाएर हुन्छ झटपट होइन चटपटै जस्तो नखाने चिज हुँदै हुँदैन यहाँ चटपटै भन्ने चिज नखाने हुन्छ तर म चाहिँ खासै धेरै खाँदिनँ किनकि मलाई एसिडिटीको अलिकति बिरामी छु होइन चटपटै धेरै खानु हुँदैन अनि अब बुढीले कहिलेकाहीँ बनाउँछ घरमै त्यही बनाएको चाहिँ चटपटै खान्छु चटपटै आयो चटपटै बबाल चट्ट अमिलो पिरो होइन बुढी होइन बुढीको छैन अमिलो पिरो चट्ट नुन सुन मसला हालेर अदुवाको स्वादमा होइन त्यो बबाल लाग्ने चटपटै कस्तो मिठो पसल खोल्यो भने कस्तो मिठो पसल खोल्यो भने त बबाल मिठो हुन्छ चटपटै दामी चटपटै छ होइन चटपटै खाँदा चाहिँ यस्तो भएको थियो अहिले यस्तो हुँदो रहेछ पिरो बढी भयो त्यो चटपटैमा होइन नाकभरि पसिना चाकभरि पसिना सबैतिर पसिना आएछ मेरो चटपटै खाँदा कसम यस्तो चटपटै दिनमा एकचोटि खाने हो नि सिधै पिरो बढी भएको छ चटपटामा हाम्रो चटपटे बनाउने महारानी हामी यति धेरै चटपटा खायो खाँदा यति बनाइसक्यो है बुढाबुढी आरीमा लिएर बसिहाल्छ खानालाई होइन मस्त नखाऊ भनेको चटपटे होइन मनले मान्दैन क्या बनाएको त्यसपछि मुखभरि पानी आउँछ होइन खान मन लागिहाल्छ पिरो बढी भएर टाउको रन गरेर पुरै पसिना आइसक्यो चटपटा खाएर चटपटे मिठो खुर्सानी बढी यसो खाएर त पाइल भयो नि मिठो खा छोड्न नि मन लागेन पिरोले गरेर खान नि मन लागेन मलाई दामी चटपटे एकदम दामी चिसो के लानु चिसो अब जानु भयो खानु चिसो त्यही हो चिसो खाऊ न रातै बनाएको त अब एक दुई चम्ची मात्रै खान्छु भयो म धेरै खान सक्दिनँ तिमीलाई त पसिना आयो नि त अलिअलि मात्रै मसिनको छोरी हो हामी काम पिरो धेरै खान्छ यादव की बेटी है जितना के भन्छ जितना मिर्चाई धरू हम खाए के भन्छ बुढी जितना मिर्चाई धरू के त जति पिरो हाल्नु सबै खाइदिनु होला खालि के भन्छ त्यसलाई मलाई धेरै पिरो खान्छ भन्दा के भन्छ तिमीहरू जातमा बहुतै करु खाइছে करु भन्छ पिरोलाई ढाँटा त होइन नि बहुतै करु खाइছে
हम भी बहुते करू खाइ छु हामी मधेसको ज्वाइँ छ न त्यो बढी खान्छ हामी पिरो अहिले चटपटा खाँदा यस्तो यस्तो गरी गयो भरेको त जाने बेलामा यति आइस लिएर जानुपर्ने ओ बाबुके बाबु मर गेला रे हम न खाइस अब हम न खाइस सोधेको क्या मेरो फेस पसिना चटपटले हेर्ने कस्तो बनायो मलाई पसिना बनाइछु पिरो बढी भएछ चटपटमा हेर्न खोर्सानी कति हाले ठुलो खोर्सानी त हाले छैन ठुलो खोर्सानी हाले छैन मर्छ मिलेर हाल्यो क्या उयो हरियो बालीभरि अदुवा मेरो साथीको अदुवा अब नखाने म अब भयो भनेर खायो भने मेरो बाबा रे बाबा भयो हजुर अब सक्दैन खानलाई आमा अझै यत्रो चटपटे छ हेर्ने एक्लै खान्छु चटपटेको त राक्षस मान्छे हो अनि भन्दैछु तपाईँलाई छोड्दैछु चटपटी छोड्दिनँ जाऊ त्यो चटपटे बेच्न भैया आउँछ त्यही भैयासँग जाऊ म आज कुरा गरिदिन्छु हो भैया हमरा के ई भी लेके जाओ हमें तो कुछ ना चाहिए हमारा बीवी लेके जाओ हुन्छ मर्छ यसो चटपटे खायो भने त पिरो लास्ट अहिले तक्लिफ नभए पनि टल्ले जाने बेला तक्लिफ डेन्जर हुन्छ नखाऊ भनेको खानु मन लाग्छ घप्पा चटपटा खान्छ होइन भोलि पेट दुख्यो नि बर्बाद अहिले 60 रुपियाँको यति दिन्थ्यो है आफैले बनाएर भरि खानु पायो है अहिले किनेर ल्यायो भए 50-60 रुपियाँको यति दिन्छ चटपटे अहिले आफूले यहाँ 40-50 रुपियाँको होइन चटपटे बनायो भने एक आधी तपाईँ केही नभने 2-3 सयको चटपटे आउँछ आफ्नै घरमा बनायो तिमीहरूको दिमाग चाहिँ घुट्नामा हुन्छ घुट्नामा त्यो चटपटे त्यहाँ 100-150 खाने छ त आफ्नै चटपट सामान ल्याएर बनाएर खायो आलु मात्र देखाउँछ आलु